यो जिन्दगी भनेको चाहिँ किताब जस्तो रहेछ, पुस्तक जस्तो, जसले हरेक पानाहरू पढ्दै पल्टाउँदै अर्को पाना पढ्दै पल्टाउँदै गरेर पुरै किताब छिचल्छ। त्यसले जिन्दगी बुझेको हुन्छ। जसले अल्छी गर्छ, विजय साईले जस्तो पारारारा गरेर पाना पल्टाउने काम मात्रै गर्छ, त्यसले जिन्दगी बुझेको हुँदैन। जिन्दगी बुझ्नलाई सबै पानाहरू पढ्नुपर्छ। अनि खुसी भनेको चाहिँ मलाई कस्तो लाग्छ भने यो कचडाको डिब्बामा झरेर तल परेको सुनको औँठी जस्तो। धेरै कचडा हुन्छन् तर बहुमूल्य चिज औँठी चाहिँ तल हुन्छ। खुसी त्यस्तै हो, धेरै दुःखहरूको बिचमा खुसी हुन्छ। आफैले त्यो छानेर निकाल्न सक्नुपर्छ। आफ्नो खुसी कहाँनेरि परेको छ, खुसी खोज्ने हो। धेरै दुःखहरू, धेरै समस्याहरूको बिचमा रहेको खुसी खोजेर खुसी हुन सक्नुपर्छ। दुःखै सम्झिने, अप्ठ्यारै सम्झिने, समस्या सम्झिने हो भने त मान्छे खुसी कहिले हुन सक्दैन। त्यसैले जस्तै परिस्थितिमा पनि खुसी हुनु होला, खुसी हुनुपर्छ।